म चाहिँ सामान ल्याउने क्रममा यसो लुवापिङतिर घुसेको। यसो सिनरको नजारा एकदम राम्रो देखिँदो रहेछ। अनि अब हे गाइज, गुड आफ्टरनुन, हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। सर्वप्रथम त सबैजनालाई नमस्कार, राधे राधे। म चाहिँ सन्चै छु, आशा गर्छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले नास्ता बनाउन आइसकेको छु। नास्ता बनाउन आएको थिएँ, ग्यास सकिएको थियो। अनि ग्यास सकिएको थियो, ग्यास यति गर्को किन छ भनेर मैले चेक गरेँ। ग्यासको भित्र चाहिँ पानी छ जस्तो, पानी नै छ क्या। आधा ग्यास ल्याएको थिएँ, त्यही ग्यासमा पनि पानी छ। म चाहिँ तपाईँहरूलाई देखाउँछु। ओके, यो चाहिँ रामाइको रहेको छ, लाइटमा लगाइदिनु। यो डोरीले सन्धायो। त्यही हो गाइस, यो पानी मिक्स छ। लाइक के भयो मलाई थाहा भएन, तर पानी चाहिँ मिक्स छ। मैले यति गर्व किन छ भनेर चेक गरेँ। यस्तो यस्तो हल्लाउँदै त पानी बज्यो है। त्यही पनि भिडियो सेयर गरिदिउँ भनेर सेयर गरेको। म चाहिँ अब ग्यास गर्न जाँदैछु। यसमा चाहिँ केही घोटाला छ, लाइक पर्ने बेला के भयो कि थाहा भएन। हाफ ग्यासमा पनि पानी छ भनेपछि सिलिन्डर चेन्ज गरेर नयाँ सिलिन्डर ल्याइसकेको छु। नास्ता पनि चाउचाउ पास्ता रेडी गरिदिइसकेको छु। अब चाहिँ नास्ता खुवाउनु पर्ने हुन्छ। अनि सिलिन्डर ल्याउने बेला धुलो के पस्यो जस्तो लाग्यो। त्यो पनि सरुलमा अलिअलि खुलदुली भइरहेछ। अब चाहिँ नास्ता सास्ता खुवाएर नुहाइधुवाइ गर्नुपर्ने हुन्छ। पछि नास्ता पनि खुवाइसक्यो, नुहाइधुवाइ पनि गरेर मस्त रेडी भइसक्यो। अब चाहिँ एकछिन खलङ्गातिर जानुपर्ने हुन्छ। खलङ्गाको सामान ल्याउनु जानुपर्ने छ। म चाहिँ अब खलङ्गा जान लाग्यो। म चाहिँ सामान ल्याउने क्रममा यसो लुवापिङतिर घुसेको। यसो सिनरको नजारा एकदम राम्रो देखिँदो रहेछ। अनि अब चाहिँ स्कुल छुट्टी भइसकेको रहेछ, सुनसान छ। अब चाहिँ मनोरञ्जन गर्ने, खेलहरू खेल्ने आउँदै हुनुहुन्छ, लाइक फुटसल खेल्नेहरू आउँदै हुनुहुन्छ। त्यही हो, म चाहिँ सामान ल्याएर आएको थिएँ। यसो यतिभए घुसेको एकछिन। सिनरको एकदम राम्रो देखिरहेको रहेछ। आज चाहिँ त्यस्तो घामसाम पनि लागेको छैन नि त, अलिअलि घाम आउला आउला जस्तो गरिरहेको छ। अब झन् 6 बजिसक्यो। अब त घाम आउने कुरै भएन, घाम भुर्ने बेला भइसक्यो। आज त्यो 1-2 दिन त्यस्तै हो, 2-4 दिन यही हो। पानी परेको कारणले राम्रोसँग घाम पनि लागेको छैन। त्यही हो, म चाहिँ यसो घुसेको है। त्यहाँदेखि मस्त देखिन्छ कि सिनरको नजारा है, भ्यूहरू नजाराहरू एकदम राम्रो देखिन्छ। त्यही हो, म चाहिँ आएको बेला यसो देखाइदिउँ भनेर देखाइदिएको। ल, अब म चाहिँ अहिले आएको छु, मैले खाना पकाउने छतको माथि। म हजुरहरूसँग के बिन्ती गर्न चाहन्छु, के सजेसन माग्न चाहन्छु भने, हजुरहरू जति पनि भिडियो हेर्ने मेरा दाजुभाइ दिदीबहिनी इष्टमित्र अङ्कल आन्टी जतिले पनि मेरो भिडियो हेर्नुहुन्छ, सबैजनाले मलाई सजेसन दिनु होला। भाइ यस्तो गर्दा ठिक होला, यो बाटो चल्दा ठिक होला, तिमीले यो बोली बिगारेको छौ, यो ठाउँ राम्रोसँग देखाएको छैनौ, यसरी देखाऊ भनेर मलाई सजेसन दिनु होला। मलाई मोटिभेसनल मिल्नेछ। त्यही हो, म चाहिँ अहिले छतमा आएको छु। अब यहाँदेखि आजको मिठो भ्यू देखाउने छु। अहिले चाहिँ साँझको 6:30 बजिसकेको छ। म चाहिँ खाना रेडी गराउन आइसकेको छु। आज खानामा चाहिँ राम्रो राम्रो परिकारहरू र युनिक चिजहरू बनाउने कोसिस गर्नेछु। भिडियोमा बनिरहनु होला। म चाहिँ अब खाना बनाउन जान्छु, भिडियो हेर्दै गर्नु होला। हेलो गाइज, मैले चाहिँ खाना रेडी गरिसकेको छु। खानामा चाहिँ दाल, अचार, सिन्की बनाएको छु, देखाउँछु। तर बुझिँदैन होला। यो चाहिँ दाल पाक्दैछ, सिन्की रेडी गरिसकेको छु, तर लाइट छैन नि त। अनि अचार चाहिँ त्यही हो। मैले चाहिँ सबैजनालाई खाना खुवाएर आफूले पनि खाना खाएर अहिले चाहिँ म रुममा आइसकेको छु। अहिले चाहिँ रातिको 10 बजिसकेको छ। म चाहिँ सुत्नुपर्ने हुन्छ। यसैको साथमा यो भ्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। मेरो भ्लग मनपर्छ भने सब्सक्राइब गरिदिनु होला, फेसबुकबाट हेर्दै हुन्छ भने फलो गरिदिनु होला। मिल्ने छ अर्को भ्लगमा। तबसम्मको लागि बाई बाई।